हेलो गुड मर्निङ पाथिभाडा। आज चाहिँ कति हो आज पाथिभाडा दर्शन गर्न पारिवारिक माहौलमा यसो दर्शन गर्न आइएको छ। मजा लागिरहेछ। सबैजनालाई आज चाहिँ हामी पाथिभाडा मन्दिरमा आइपुगिसकेको छौँ हैन। हजुर तपाईँलाई देखाएको छु। हेलो हाम्रो भाउजू मैले अनि यहाँनिर दाजुहरू हुनुहुन्छ, सोल्टिनी पनि हुनुहुन्छ छेउमा। सोल्टिनी पुरै हिउँ परेर चाहिँ अब्बरै जाडो भइरहेको छ हामीलाई। लडिन्छ है ओइ ठिक ठिक। यो चाहिँ कञ्चनजङ्घामा यताको चाहिँ मलाई थाहा छैन। हिमशृङ्खलाहरू धेरै छ यहाँनिर होइन। कस्तो राम्रो देखिरहेको छ यहाँनिर चाहिँ। थाहा छैन मलाई हिमशृङ्खला कुन कुन हो भनेर होइन। किनकि मुनि चाहिँ बादल मैले चाहिँ त्यहाँ पनि हुन आँटेर। हजुर यहाँ आएर तपाईँलाई कस्तो फिल भइरहेछ? अनि मलाई त जाडो भइरहेछ त। आउनु सकियो हो ठुलो कुरो त आउनु सक्ने छ जाडोमा। ठुलो कुरो नानी बोकेर त्यही पनि अनि है। नानी चाहिँ कसले बोक्यो? मैले त बोक्दै बोकिनँ। छुइदिनु मैले। हजुरले पनि बोक्नु भयो दुई तलती धेरै बोक्नु भएन। तपाईँले धेरै बोक्नु भयो। मेरो कान्छी बहिनीले बोक्नु भएन। मैले त बोक्दै नबोकेको। हजुर मैले त बोक्दै नबोकेको। कहाँ बोक्नु तपाईँले? थ्याङ्क यू सो मच। अनि अब चाहिँ हाम्रो ठुलो पाथिभाडामा आइपुग्यो। थ्याङ्क यू सो मच। वेलकम भाउज। यतिको त गर्नु परिहाल्यो नि। तर झर्दा चाहिँ म बोक्दै बोक्दिनँ है। झर्दा चाहिँ नबोक्ने। झर्दा चाहिँ झर्दा चाहिँ ओइ ओइ कुकुर हौ। दाजु बल्ल बल्ल आयो है। गणेश पूजा यहाँनिर गर्ने। गणेश पूजा अनि गणेश पूजा गरिसकेपछि चाहिँ हामी ठुलो उयोमा जान्छौँ होइन। अनि परहरू गरौँ। हस् म त यो हिमशृङ्खलाहरू देखेर ओ दाइ यो हिमालहरूको नाम थाहा छ? यो हिमालहरूको हिमालको नाम हिमाल अरे यसरी ल्याएको क्या हामीले अघि है। बाँधेर बोकेर ठिक्क हुन्छ त। यहाँ पर चाहिँ ठुलो पाथिभाडा मन्दिर होइन। यतातिर पनि छ। यतातिर चाहिँ म ठ्याक्कै टाइममा आएँ है। आमा कस्तो राम्रो देखिरहेछ सबैजनालाई। के भएको? हजुर कस्तो राम्रो देखिरहेछ। आमा कताबाट घाम चाहिँ झुल्किने हो। सबैतिर त्यस्तै देखिन्छ त। कता यता ए उयो हो है। घाम झुल्किने लाग्यो यार। हिजो चाहिँ पुरा ऊ थियो अरे क्या। के अरे हिजो चाहिँ हिउँ थियो अरे। हिउँ परेको थियो अरे। अनि त्यहाँदेखि आज चाहिँ ट्याक्क हिउँ नपरोस् भनेर आएको थियो। हिउँ ट्याक्क परेन। बगाले भयो मलाई।
Depan kan nih. Santai. Ini peri. हुन्छ गर्नुहोस् न यहाँनिर यसो दाइ यताबाट दाहिने बाटो बनाएर यसो अनि यतापट्टि बाटो गएर चाहिँ यता पस्ने हो नि त त्यही त यतापट्टि बाटो घुमेर चाहिँ यता पस्ने ठाउँ हो नि त कहाँ छ पस्ने ठाउँ यताबाट घुमेर जाने हो क्या हामी चाहिँ दाहिने यो होइन दाहिने यस्तो घुम्दैन कसो यतै होइन यतै बाटो त जान्छ नि यतै हो हामीले चाहिँ भगवान्लाई दाहिनेपट्टि राख्नु पर्यो अरे कि होइन अब यहाँनिर उहाँउँदो रहेछ नि त कस्तो दामी देखेको है दामी देख्यो सनराइज हुँदैछ परबाट चाहिँ मेरो चाहिँ यहाँनिर सकिहाल्नु पऱ्यो पूजा एउटा भएको छ यो दामी पारामा सनराइज चाहिँ भइसक्यो होइन अब हामी चाहिँ यहाँनिर छौँ यहाँनिर चाहिँ ठुलो पार्टीबाट अगरबत्ती बाहिरै ल है हस् धेरै धेरै धन्यवाद अगरबत्ती बाहिरै रहेछ होइन अब भयो ढोकौँ है यहाँनिर ढोक्ने सोल्टिने यहाँनिर मलाई यसो देखाइदिनु न भिडियोमा च्याट्टै नानी ए बहिनी बहिनीले सुन्नुहुन्न मेरो कुरा यहाँ फोटो नाखिदिनु न यहाँ सक्नु पहिला बन्द गर्नु हजुर यताबाट यता निस्किने बाबु निस्केर अनि यहाँनिर छिर्नु पर्यो है यहाँनिर छिर्नु पर्यो यहाँनिर छिर्दाखेरि चाहिँ ए यहाँनिर मैले बुझाइ पनि दिनुपर्ने छ हजुर आज चाहिँ पाथिभरा मन्दिरको चाहिँ पुरै दर्शन गर्यो अनि सबै कुराहरू मैले गरिसकेँ पुरा होइन पाथिभरा मन्दिरमा चाहिँ पुरै तपाईँको चिसोले बढेर होइन हिउँ परिरहेछ मलाई चाहिँ कस्तो नराम्रो देखेको छ होला होइन तर यो चाहिँ यहाँनिर तल छ ट्याक्क लगाएर होइन यो छ यता भर्खरै उदाइरहेको घाम अनि यता चाहिँ हिमालहरू ट्याक्क यो हिमालहरूको नाम चाहिँ थाहा भएन क्या मलाई कस्तो दामी देखेको क्या म समय यस्तो हो कि के हो मैले टिका लगाएकै छैन हौ टिका कहाँनिर लाउने अनि लगाएन त नि लगाइदिएन त नि हामीले टिकै लगाइदिएन त म लगाएर आउँछु ल आइहाल्छु लगाएर मैले टिकै लगाइदिएन त यार टिकै लगाइदिएन यार दाइलाई मात्रै लगाइदिएछ टिका लाउने होइन कहाँनिर अरे
टिका ए उहाँदेखि ल ठिकै छ यहाँदेखि जबरजस्ती भयो भने टिका चाहिँ लाउने नि हो टिका चाहिँ लाउनु पर्दछ हट लाउनु त एकचोटि सेल्फी पनि हानिदिइहालौँ दामी पारामा होइन हौ यहाँनिर यो भिडियोबाटै हानिदिएको क्या दामी पारामा यहाँनिर हामीले दक्षिणा दिनु पर्यो नमस्कार दामी पारामा टिका पनि लगाइयो अब चाहिँ ठिक भयो भनौँ न अब अब चाहिँ हामी निक्लेको होइन ट्याक्क लगाएर सनराइज पनि खिच्नु पाएन यस्तै हो होइन जे पनि हजुर माथि जाने माथि के छ माथि सबैले खाइसक्यो माथि जाने माथि चाहिँ माथि के हो खास गरी दाइ के अरे मकै चाउचाउ खानु अहिले नै भोक त लाग्यो नि भोक त लाग्यो ओठ क्वालिटी परिरहेछ स्पोन्सर चाहिँ हाम्रो उनको दाइ नै हुनुहुन्छ है आजको भिडियो सिडियो सबै मैले गरेको मात्रै हो तर स्पोन्सर चाहिँ हाम्रो दाइ हुनुहुन्छ सुवाङ किराती दाइ हाम्रो हो दाइ स्पोन्सर गरेकोमा कतिको खुसी हुनुहुन्छ म त अति खुसी छु कस्तो कालो देखेको हेलो वान सेकेन्ड हेलो वान सेकेन्ड है हामी चाहिँ आज कति मिटर भन्दाखेरि 3700 मिटर एलिभेसनबाट चाहिँ तपाईँहरूमा आज बोलिरहेको छौँ र आज चाहिँ पाथिभरा मन्दिरमा छौँ अघिदेखि भनिराखेकी छु मैले सो ठिक छ दाजु अनि अब चाहिँ हामी फर्किन्छौँ है दाइ के गर्छौँ दाइ अब फर्केको सो यहाँनिर हाम्रो नाना भाउजूहरू अनि त्यतिकै सोल्टिनीहरू कता कता हुनुहुन्छ हेर्नु जाने हो अनि त्यस पछाडि फर्किने हो लगभग आधी माउन्ट एभरेस्ट चाहिँ चढियो भनौँ न लगभग आधी हिउँ त कस्तो राम्रो हो तर धेरै व्यवस्थित बनाएको छ पहिले म 2074 सालमा आएको थिएँ 74 सालमा आउँदाखेरि चाहिँ यस्तो केही थिएन क्या यो केही थिएन यस्तो माथि ध्वजा सोजा यस्तो केही थिएन सो धेरै राम्रो बनाएको छ अनि धेरै व्यवस्थित भइसकेछ पाथिभरा मन्दिर अनि प्लस हाम्रो यात्रीहरूको लागि चाहिँ मान्छेहरू आउने क्रममा चाहिँ खानेकुराहरू पनि राम्रो कुराहरू पाउँदो रहेछ तर यो चाहिँ यात्रीहरूले यस्तो चाहिँ गर्नु हुँदैन तर ठिकै छ तपाईँले त हान्दिनु भयो त सोल्टिनीले अब
पानी मलाई त्यतिकै बोकाएर आज ठिकै छ अनि बवाल छ आम्मा त्यो पर त है थ्याङ्क यू सो मच फर वाचिङ टिल एन्ड सबैजनालाई अनि लाइक सेयर सब्सक्राइब गरेर माया गरिदिनु होला सिल ब्लग्स अलवेज विथ यु